केही दिन अघि म नेपालको एक अत्यन्तै प्रसिद्ध पर्यटकीय गन्तव्य लाङटाङ क्षेत्र घुम्न गएको थिएँ। यो यात्रा मेरो लागि केवल घुमघाम मात्र नभई प्रकृतिसँग नजिक हुने हिमाली जीवनशैली बुझ्ने र साहसिक अनुभव प्राप्त गर्ने एक अविस्मरणीय अवसर थियो। लाङटाङ रसुवा जिल्लामा अवस्थित नेपालको एक प्रमुख ट्रेकिङ गन्तव्य हो, जुन यसको हिमाली सौन्दर्य, शान्त वातावरण र समृद्ध सांस्कृतिक विशेषताका लागि प्रसिद्ध छ। मेरो यात्रा काठमाडौँबाट सुरु भएको थियो। त्यहाँबाट हामी सडक मार्ग हुँदै स्यापुरबेसी पुगेका थियौँ, जुन लाङटाङ ट्रेकको मुख्य प्रवेश बिन्दु हो। बाटोभरि पहाडी भूभाग, घुमाउरो सडक, त्रिशुली नदी, हरियाली जङ्गल र साना बस्तीहरूले यात्रालाई अत्यन्तै रोमाञ्चक बनायो। यात्रा सुरु भएकै क्षणदेखि नै साहसिक अनुभवको महसुस भएको थियो। स्यापुरबेसीबाट पैदल यात्रा सुरु गरेपछि वास्तविक ट्रेकिङ अनुभव सुरु भयो। उकालो ओह्रालो बाटो, जङ्गलभित्रको शान्त वातावरण, झरनाको आवाज र चिसो हिमाली हावाले यात्रालाई अविस्मरणीय बनायो। कहिलेकाहीँ बाटो कठिन भए पनि वरिपरिको प्राकृतिक सौन्दर्यले थकान बिर्साइदियो। प्रत्येक पाइला नयाँ दृश्य र अनुभवले भरिएको थियो। लाङटाङ क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। घना जङ्गल, बगिरहेका खोला, अग्ला पहाड र टाढाबाट देखिने हिमालहरूको दृश्य अत्यन्तै मनमोहक थियो। विशेष गरी लाङटाङ उपत्यकातर्फ पुग्दा देखिने हिमाली श्रृङ्खला र लाङटाङ लिरुङको भव्य दृश्य र क्यान्जेनरीबाट देखिने दृश्यले मनलाई शान्त र आनन्दित बनायो। प्रकृतिको यस्तो शुद्ध र शान्त रूप दुर्लभ रूपमा मात्र अनुभव गर्न पाइन्छ। लाङटाङ क्षेत्रमा बसोबास गर्ने स्थानीय मानिसहरूको जीवनशैली सरल, मेहनती र आत्मीय छ। उनीहरूको आतिथ्यता अत्यन्तै राम्रो लाग्यो। स्थानीय संस्कृतिमा तिब्बती प्रभाव स्पष्ट देखिन्छ। अनुसार पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या घट्दो अवस्थामा रहेको छ। यो रिम्चेको बारेमा बताइदिनु न, पछिल्लो समय पर्यटकको कस्तो अवस्था छ यहाँ? यो चाहिँ हाम्रो यो रिम्चेको गणेश भ्यू होटेल हो। यो चाहिँ तपाईँको अब ब्याम्बूबाट उक्लिने बित्तिकै हाम्रो यो फर्स्ट स्टप चाहिँ मानिन्छ। र हाम्रो यहाँ चाहिँ यो रिम्चे भन्ने ठाउँमा चाहिँ जम्मा दुईवटा मात्र होटेल छ। यहाँ एउटा हो अनि एउटा चाहिँ अलिक पर छ। अब पर्यटकीय हिसाबले चाहिँ हाम्रो यो स्यापुरबेसीदेखि पनि यहाँ क्याम्प पर्छ एक नाइट, प्लस अब ट्याङ्गिनबाट फर्किँदा पनि एक नाइट पर्छ। अनि अब यसपालिको पर्यटकीयको कुरा गर्दाखेरि अलिक कम नै छ। हाम्रो यो जुन चाहिँ वारले गर्दाखेरि अलिकति यो पर्यटनमा पनि असर पर्न गएको छ। अब यस्तै हो। अहिले अब मेनली हाम्रो यो नेपाली टुरिस्ट चाहिँ एकदम बढिरहेछ अहिलेको अवस्थामा। अहिले सबै प्रायः कलेज छुट्टी, ब्याचलर सकेर, प्लस टू सकेर अहिले नेपाली जस लोकल टुरिस्टको घुम्ने आउनेको हिसाब चाहिँ अलिक बढिरहेको छ। हजुरले कति वर्षदेखि व्यवसाय गरिराख्नु भएको छ? यो पहिला चाहिँ हाम्रो यो बुवा आमाले नै सुरु गर्नुभएको हो यो व्यवसाय चाहिँ। अहिले चाहिँ अब लगभग आफूले मात्र सञ्चालन गरिरहेको चाहिँ यस्तै 2 वर्ष जति भयो होला। हजुरको परिचय पनि बताइदिनु। म चाहिँ, मेरो नाम चाहिँ ग्याल्छाङ तामाङ। अहिले चाहिँ म अब यो रिम्चे गणेश भ्यू होटेलको सञ्चालक हो। र अहिले अब यस्तै छ, होटेल चलाइरहेको छु। हजुर नमस्ते। हजुरको परिचय? हजुर म निमा लामा। निमा लामा। हजुर, होटल ट्राभलर्स गेस्ट हाउस लाङटाङ। हजुर हजुर। अब पछिल्लो समय यो लाङटाङमा पर्यटनको अवस्था कति गइरहेछन्, के छ सम्पूर्ण बताइदिनु न। हजुर हजुर, पर्यटन अब यो लास्ट इयरको यो जुन यो मिडल इस्टको अलिकति समस्याले गर्दा अलिकति विदेशी युरोपियनहरूको चाहिँ आगमनमा चाहिँ अलिक कमी भएकै हो। अनि फेरि हाम्रो लोकल नेपाली पर्यटकहरू चाहिँ राम्रै आएको छ भन्नुपर्छ। हजुर, जस्तै लाङटाङलाई एउटा पर्यटन क्षेत्रमा आकर्षित गर्न के कस्ता गतिविधिहरू आवश्यक छन्? हजुर हजुर, लाङटाङलाई चाहिँ अझ पर्यटन क्षेत्रको रूपमा अलिकति अझै राम्रो तरिकाले चिनाउन, पहिलो कुरा यसको बाटोघाटोहरू अलिकति अव्यवस्थित नै छ। अलिकति तल स्यापुरबेसी लागेपछि अलिकति ट्रेकिङ ट्रेलहरू चाहिँ अलिकति सिँढी, अलिकति व्यवस्थित पुलहरू, अलिकति छेउछाउमा खोलाको छेउछाउमा रेलिङहरू त्यस्तो भयो भने मेरो विचारमा पहिलो कुरा चाहिँ बाटोघाटो नै अलिकति व्यवस्थित भयो भने मेरो विचारमा पर्यटकको सङ्ख्या त्यसै पनि अलिकति बढ्न सकिन्छ।
जस्तै पछिल्लो समय लाङटाङमा पर्यटकको संख्या घटेको छ भनेर हजुर जुन लाङटाङ ट्रेल रन पनि आयोजना गरेको छ। हजुर यसले लाङटाङ ट्रेल रनले विभिन्न वर्ष यो दोस्रो वर्षमा आयोजना गरेको छ। दोस्रो वर्ष आयोजना गर्दै गर्दाखेरि यसले पनि पर्यटनमा प्रवर्धन गर्नुपर्छ है, विश्व स्तरीयमा चिनाउनु पर्छ भनेर लागि परेको छ। यस्ता कार्यहरूको कतिको टेवा पुर्याउँछ, अरू के गर्नुपर्छ जस्तो लाग्छ तपाईँको धारणा? हजुर हजुर अवश्य यो लाङटाङ ट्रेल रन यो दोस्रोचोटि हो। हाम्रो साथीहरूले जुन लाङटाङलाई अलिकति विश्व स्तरमै चिनाउनु पर्छ र लाङटाङलाई अलिकति भए पनि प्रचार प्रसारमा टेवा पुगोस् भनेर जुन साथीहरूले रसुवा नकोर पर्यटन समाज पनि लागि पर्नु भएको छ, त्यसै गरी यहाँको स्थानीय यहाँको अगुवाहरू जुन तरिकाले लागिराख्नु भएको छ, यसले गर्दा पक्कै पनि लाङटाङलाई लाङटाङको पर्यटनलाई बढाउन मद्दत गर्छ नै। मेरो विचारमा यसले राम्रो टेवा पुग्छ होला। यस्तो कार्यक्रम आउँदो दिनहरूमा पनि अझै भयो भने मेरो विचारमा यो पर्यटन क्षेत्रलाई लाङटाङलाई धेरै राम्रो हुन्छ। लाङटाङ विशेष गरी 2072 सालको भूकम्पपछि हजुर त्यहाँ एउटा लाङटाङको पुरानो गाउँ नै हजुर डुबानमा परेको थियो। अहिलेसम्म कतिपय परिवारहरू त्यही छन् भनिएको छ। हजुर त्यसमा पनि अब लाङटाङ उकासिन सकेको छैन त्यसपछि भन्नुभएको छ। त्यसमा के भन्नुहुन्छ तपाईँ? के छ अब यो 2072 सालको महाभूकम्प जुन आयो, यसले लाङटाङलाई एकदमै नै ठुलो क्षति, अकल्पनीय रूपमा ठुलो नै क्षति गराएको। पुरा गाउँ नै एकदमै ध्वस्त भएको र त्यसमा हाम्रो अब भनौँ न यहाँको जुन लाङटाङवासीको परिवार एकदमै ध्वस्त नै भएको हो। प्रायः सबैको परिवार अस्तव्यस्त नै भएको। तैपनि हामी 72 सालपछि अब करिब 10 वर्ष आइपुग्दा हामीले सोचेको पनि थिएनौँ कि लाङटाङ फेरि पुनर्निर्माण भएर यही जुन तपाईँहरू अहिले ट्रेल रनमा तपाईँहरू पनि आउनुभएको छ, यसरी लाङटाङलाई फेरि यसरी हामी उठ्ला भने मैले पनि सोचेको थिएन। तर पनि हामी जुन सबै मिलेपछि दुःखपछि पनि सबै एकजुट भएर लागि परेपछि आफ्नो ठाउँलाई उठाउन सकिँदो रहेछ भन्ने चाहिँ महसुस भएको छ। र यो 72 अगाडिको कुरो गर्ने हो भने 72 अगाडि चाहिँ पर्यटन चाहिँ लाई झन्नै अहिले चाहिँ अब बिस्तारै 1-2 वर्षमा केही अब एकदमै देशमा शान्ति सुरक्षा, अब मिडल इस्ट केही समस्या ठुलो विश्वव्यापी नै समस्या नभयो भने मेरो विचारमा लाङटाङको पर्यटन सबै मिलेर लाग्ने हो भने हामी पर्यटनलाई राम्रै तरिकाले फस्टाउन सकिन्छ जस्तो लाग्छ मेरो विचारमा। हस्, धन्यवाद। हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यस यात्राको मुख्य आकर्षणहरूमा लाङटाङ उपत्यका, हिमाली दृश्य, शान्त वातावरण, स्थानीय संस्कृति र प्राकृतिक विविधता पर्दछन्। विशेष गरी हिमालसँग नजिक भएर गरिएको यात्रा र त्यसबाट प्राप्त दृश्यहरू शब्दमा बयान गर्न कठिन छन्। प्रत्येक क्षण क्यामेरामा कैद गर्न लायक थियो। लाङटाङ यात्रा मेरो जीवनको एक अत्यन्तै अविस्मरणीय र प्रेरणादायी अनुभव रह्यो। यस यात्राले मलाई प्रकृतिको नजिक लैजाने धैर्यता सिकाउने र साहसिक भावना बढाउने काम गर्यो। यदि कसैलाई पनि ट्रेकिङ, प्राकृतिक सौन्दर्य र साहसिक यात्रा मनपर्छ भने लाङटाङ अवश्य भ्रमण गर्नुपर्छ। यो स्थान केवल गन्तव्य होइन, एक अनुभव हो जसले जीवनभर सम्झना रहिरहन्छ।